कि कहिले मनमा आएको छ नेपालमा सांसदको उम्मेद्वार बन्न आखिर के गर्नुपर्छ? ल आज हामी यही प्रक्रियालाई निर्वाचन आयोगको आधिकारिक नियम पुस्तिकाकै आधारमा एक कदम गरेर बुझ्नेछौं। हो, यो प्रश्न एकदमै महत्त्वपूर्ण छ, होइन त? एक सम्भावित उम्मेद्वारको यात्रा कस्तो हुन्छ? मतपत्रमा आफ्नो नाम लेखाउन आखिर कुन चरण पार गर्नुपर्छ? आउनुहोस्, यो यात्रामा सँगै हिँडौं। यो सम्पूर्ण यात्राको जग भनेको एउटै दस्तावेज हो, प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका 2082। निर्वाचन आयोगले जारी गरेको यो निर्देशिका नै त्यो नियम पुस्तिका हो जसले चुनावलाई निष्पक्ष, पारदर्शी र कानूनी रूपमा बलियो बनाउँछ। अब हाम्रो एक काल्पनिक उम्मेद्वारको लागि पहिलो र सबैभन्दा महत्त्वपूर्ण कदम आउँछ, योग्यताको परीक्षा पास गर्नु। कानूनले उम्मेद्वार हुनका लागि केही निश्चित आधारभूत मापदण्ड तोकेको छ जुन पूरा नगरी अघि बढ्नै सकिँदैन। ल हेर्नुहोस्, को योग्य को अयोग्य, यो कुरा निर्देशिकाको दफा 15 र 16 ले एकदमै प्रष्ट पारेको छ। योग्य हुनलाई त नेपाली नागरिक हुनु पर्यो, 25 वर्ष उमेर पुगेको हुनु पर्यो, मतदाता सूचीमा नाम हुनु पर्यो अनि कुनै लाभको पदमा बसेको हुनु भएन। तर अर्कोतिर केही कुराहरूले चाहिँ सिधै अयोग्य बनाइदिन्छ। जस्तै विदेशी पिआर लिएको छ भने, सरकारी कालो सूचीमा परेको छ भने, मानसिक स्वास्थ्य ठिक छैन भने वा भ्रष्टाचार र जबरजस्तीकरणी जस्ता गम्भीर अपराधमा अदालतबाटै दोषी ठहरिएको छ भने उम्मेद्वारी दिन पाइँदैन। अघि एउटा शब्द आयो नि, लाभको पद। यो भनेको के हो त? सजिलो भाषामा भन्दा यो कुनै राजनैतिक पद होइन, बरु सरकारी ढुकुटीबाट तलब वा अन्य सुविधा लिने कुनै पनि पद हो। किन यस्तो नियम? ताकि पदको दुरुपयोग नहोस् र स्वार्थ नबाजियोस् भनेर। योग्यताको पहिलो खुड्किलो पार गरेपछि अब पालो आउँछ आवश्यक कागजातहरू जम्मा गर्ने। यसलाई उम्मेद्वारको टुलकिट तयार गर्ने चरण पनि भन्न सकिन्छ। यो चुनावी दौडमा औपचारिक रूपमा प्रवेश गर्नुभन्दा अगाडिको एकदमै महत्त्वपूर्ण तयारी हो। त्यसो भए के चाहिन्छ त यो टुलकिटमा? दफा 23 अनुसार हेरौँ है। नागरिकताको प्रतिलिपि, मतदाता प्रमाण, धरौटी तिरेको ब्याङ्क भाउचर र एउटा सीलबन्दी खाममा आफ्नो सम्पत्ति विवरण। तर यहाँ एउटा एकदमै रोचक कुरा छ, उम्मेद्वारलाई एकजना प्रस्तावक र एकजना समर्थक चाहिन्छ र उनीहरू दुवैजना त्यही निर्वाचन क्षेत्रको मतदाता हुनुपर्छ। यो एकदमै अनिवार्य छ। ल अब आयो त्यो घडी, त्यो निर्णायक क्षण। सबै कागजातहरू तयार छन्, टुलकिट भरिएको छ। अब उम्मेद्वारले आफ्नो मनोनयन पत्र निर्वाचन अधिकृत समक्ष पेश गर्छ। हो, यहीँबाट सुरु हुन्छ उसको औपचारिक चुनावी यात्रा। यो प्रक्रिया हेर्दा जटिल लागे पनि एकदमै सिलसिलेवार छ। पहिला प्रस्तावक र समर्थकको हस्ताक्षर लिने, त्यसपछि ब्याङ्कमा धरौटी जम्मा गर्ने अनि सबै कागजातहरू तोकिएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा बुझाउने र अन्त्यमा सबैभन्दा महत्त्वपूर्ण दर्ताको रसिद लिने। बस यति हो। धरौटीको कुरा आयो, कति लाग्छ त? दफा 20 अनुसार प्रत्येक उम्मेद्वारले 10,000 रुपैयाँ धरौटी राख्नुपर्छ। यो रकमले उम्मेद्वारीलाई गम्भीर बनाउँछ र अनावश्यक भिडलाई पनि केही हदसम्म कम गर्छ। तर त्यही दफा 20 मा एउटा एकदमै प्रगतिशील र समावेशी व्यवस्था पनि छ। महिला, दलित, अल्पसंख्यक समुदाय वा आर्थिक रूपमा विपन्न उम्मेद्वारहरूको लागि यो धरौटी रकममा सिधै 50% छुट छ। यसले गर्दा चुनावमा सबैको पहुँच बढ्छ, जुन लोकतन्त्रको लागि निकै राम्रो कुरा हो। अब मनोनयन दर्ता गरेर मात्रै ढुक्क हुने अवस्था छैन है। अब सुरु हुन्छ असली परीक्षा, छानबिनको चरण। यहाँ दर्ता भएका हरेक कागजको सूक्ष्म जाँच हुन्छ र एक उम्मेद्वारले अर्कोमाथि उजुरी हाल्न पनि सक्छ। दफा 13 अनुसार मनोनयन दर्ता भएपछि घटनाक्रम एकदमै छिटो अघि बढ्छ। सुरुमा जसले उम्मेद्वारी दिए उनीहरूको प्रारम्भिक सूची निस्कन्छ। त्यसपछि एक अर्काको उम्मेद्वारीमाथि दावी विरोध गर्ने समय दिइन्छ अनि निर्वाचन अधिकृतले सबै कागजात र उजुरीहरूको गहिरो छानबिन गर्छन्। उम्मेद्वारलाई नाम फिर्ता लिन मन लागे त्यसको लागि पनि समय हुन्छ र यी सबै प्रक्रिया सकिएपछि मात्र उम्मेद्वारहरूको अन्तिम सूची बाहिर आउँछ। यो छानबिन किन यति महत्त्वपूर्ण छ? किनभने दफा 34 अनुसार यदि कुनै उम्मेद्वारको योग्यतामा प्रश्न उठ्यो वा आवश्यक कागजपत्र पुगेन भने उसको उम्मेद्वारी नै खारेज हुन सक्छ। त्यसैले नियमको हरेक अक्षर पालना गर्नु एकदमै जरुरी हुन्छ। सबै जाँचबुझ, सबै प्रक्रिया पार गरिसकेपछि
बधाई छ, हाम्रो काल्पनिक उम्मेद्वार अब आधिकारिक रूपमा चुनावी मैदानमा छ। उसको नाम अन्तिम सूचीमा आइसकेको छ। अब बल्ल सुरु भयो असली दौड। अब अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण कुरा, चुनाव चिन्ह। दफा 43 अनुसार यो एकदमै सोझो छ। यदि कोही कुनै पार्टीको उम्मेद्वार हो भने उसले त्यही पार्टीको पहिलेदेखि नै दर्ता भएको चिन्ह पाउँछ। तर यदि कोही स्वतन्त्र उम्मेद्वार हो भने उसले चाहिँ निर्वाचन आयोगले दिएको सूचीबाट एउटा चिन्ह छान्नुपर्छ। यहाँ एउटा रमाइलो नियम छ। मानिलिउँ 2 जना स्वतन्त्र उम्मेद्वारले एउटै चुनाव चिन्ह रोजे भने के हुन्छ? दफा 43ले यसको पनि समाधान दिएको छ। यस्तोमा जसको नाम नेपाली वर्णानुक्रममा पहिले आउँछ उसैले त्यो चिन्ह पाउँछ। कति रोचक हैन त? ल, हामीले नियमको किताबदेखि मतपत्रसम्मको यो यात्रा पूरा गर्यौं। तर नियमहरू पालना गर्नु त चुनावी दौडको सुरुवात मात्र हो। असली प्रश्न त अब सुरु हुन्छ। चुनाव जित्नका लागि साँच्चै के चाहिन्छ? यो एउटा ठूलो प्रश्न हो जुन यो प्रक्रियाभन्दा धेरै परको कुरा हो। सायद यसको चर्चा अर्को पटक गरौँला।